जेएफटी एक्जामको कन्भर्सेसन एन्ड एक्सप्रेसन सेक्सनमा आउने पहिला यो प्रश्न हेरौँ। यहाँ चाहिँ एउटा केटी मान्छेले सोधेको छ सिगोतो वा दौ देशका भनेर सोधेको छ। अनि अर्को केटी मान्छेले यसको रिप्लाईमा चाहिँ ताइहेन देश देमो नानी भनेर खाली ठाउँ छोडेको छ र तीनवटा अप्सन दिएको छ। बेनक्यौनी नारीमास, ओसेवानी नारीमास, ओचुकारे सामादेश। अब यसको सही उत्तर चाहिँ कुन होला? भिडियोलाई चाहिँ पज गरेर यसको सही उत्तर कुन हुन्छ तपाईँले कमेन्ट गर्नु है त। ल यहाँ चाहिँ सही उत्तर कुन हुन्छ भने हामीले त भनेन छौँ। र यो जापानिज भाषामा यो तीनटा शब्दहरू बेनक्यौनी नारीमास, ओसेवानी नारीमास र ओचुकारे सामादेश, यी तीनटाले के अर्थ दिन्छ, कस्तो बेला प्रयोग गर्ने, यो तीन शब्दहरूको बारेमा चाहिँ आज हामीले सिक्नेछौँ। यो तीनवटा शब्दहरू जापानिज समाज र कल्चरमा दैनिक जीवनमा प्रयोग हुने अत्यन्त महत्त्वपूर्ण र पोलाइट एक्सप्रेसनहरू हुन्। नेपाली भाषामा ठ्याक्कै अब यसको अर्थ चाहिँ एउटै शब्दमा फेला पार्न गाह्रो हुन्छ। अब काम गर्ने कल्चर सम्बन्ध अनुसार चाहिँ यसको अर्थ फरक पर्छ होइन। ल यसको अर्थ चाहिँ के हो, कस्तो ठाउँमा प्रयोग गर्ने भन्ने कुरा चाहिँ आजको भिडियोमा सिक्नेछौँ। भिडियोलाई चाहिँ स्किप नगरिकन अन्तिम समय हेर्नु होला है त। फर्स्टमा हामी कुरा गरौँ बेनक्यौनी नारीमास। यो बेनक्यौनी नारीमास भन्ने चाहिँ दुईटा शब्दहरू मिलेर बनेको छ, बेनक्यौ र निनारीमास। बेनक्यौ भने चाहिँ पढाइ सिकाइ अध्ययन भन्ने अर्थ दिन्छ। बेनक्यौले चाहिँ कस्तो भने कुनै कुरा सिक्ने वा ज्ञान प्राप्त गर्ने क्रियालाई जनाउँछ होइन। खास गरी अब विशेष पढाइ अध्ययनतिर अथवा कुनै विषयमा ज्ञान हासिल गर्ने कामसँग सम्बन्धित हुन्छ बेनक्यौ। अब त्यसमा चाहिँ निनारीमास जोडी चाहिँ यसले कस्तो अर्थ दिन्छ भने अब सिक्न पाइयो, ज्ञान मिल्यो, लाभदायी भयो भन्ने अर्थ दिन्छ। जब तपाईँ कसैबाट अथवा केही चिजबाट केही नयाँ कुरा, नयाँ अनुभव, ज्ञान सिक्नुहुन्छ भने र त्यो सिकेको कुरा चाहिँ अलिकति ज्ञानवर्धक छ, तपाईँको लागि उपयोगी छ भने तपाईँले चाहिँ त्यसप्रति एकदम कृतज्ञता व्यक्त गर्नको लागि चाहिँ यो शब्दको प्रयोग गर्नुहुन्छ कि यसबाट चाहिँ मैले धेरै कुरा सिक्न पाएँ। अब हामी नेपालीमै भनिन्छ नि होइन, तपाईँबाट मलाई धेरै कुरा सिक्ने मौका मिल्यो होइन, धेरै कुरा सिक्न पाइयो यो कुराबाट भनेर यस्तो किसिमको चाहिँ अर्थ दिन्छ। अब कस्तो बेला प्रयोग गर्ने भने यसको उदाहरण हेरौँ है त। जस्तो तपाईँको बसले अब तपाईँभन्दा माथि कोही सिनियर पर्सनले तपाईँलाई केही नयाँ कुरा, नयाँ काम गर्ने तरिका, सजिलो तरिका सिकाइदिनु भयो भने अब तपाईँले सल्लाह दिनुभयो होइन, कसैले तपाईँले के भन्नुहुन्छ, तपाईँले आदुबाइसो आरिगातो गोजाइमासु, बेनक्यौनी नारीमासु, सल्लाहको लागि सुझावको लागि धन्यवाद, धेरै कुरा सिक्न पाइयो भन्ने हुन्छ होइन। जस्तै अब अर्को उदाहरण अब सेनपाई क्यों नखाइगी दे ताकुसा नो कोतो बेनक्यौनी नारीमास होइन। आजको बैठकबाट चाहिँ धेरै कुरा सिक्न पाएँ भन्ने हुन्छ। जस्तो मैले तपाईँलाई यो विषयमा चाहिँ भिडियो बनाएर जानकारी दिँदैछु, तपाईँले चाहिँ कमेन्टमा गएर सेन्से दौगाओ मित्ते तोत्तेमो बेनक्यौनी नारीमास्ता भनेर भन्नुभयो भने चाहिँ सेन्से तपाईँको भिडियो हेरेर चाहिँ धेरै कुरा सिक्ने मौका पायो अथवा ज्ञान मिल्यो भन्ने अर्थ दिन्छ। यस्तो अवस्थामा चाहिँ हामीले बेनक्यौनी नारीमासको प्रयोग गर्नुपर्छ है त। अब कुरा गरौँ हामी ओसेवानी नारीमास। यो ओसेवानी नारीमास चाहिँ एउटा आइसाजु हो, ग्रिटिङ हो होइन। अब यसको चाहिँ अब सिचुएसन अनुसार अब धेरै किसिमको अर्थ दिन्छ। अहिले चाहिँ अब नेपालीमा ठ्याक्कै भन्नुपर्दा अब तपाईँको सहयोगको लागि धन्यवाद, भविष्यमा पनि राम्रो सम्बन्धको अपेक्षा गर्दछु, तपाईँले मलाई सहयोग गर्नुभएको छ होइन, त्यस्तो किसिमको अर्थ दिन्छ। अब यसको चाहिँ कस्तो भने जब तपाईँलाई कसैले सहयोग गर्छ, तपाईँमाथि समर्थन गर्छ अथवा तपाईँ कसैले ख्याल राख्छ भने त्यो सहयोग, त्यो समर्थन, त्यो ख्यालको लागि चाहिँ तपाईँले आफ्नो आभार प्रकट गर्नको लागि चाहिँ यो शब्द प्रयोग गरिन्छ होइन। अब यस्तो बिजनेसको सन्दर्भमा पनि अब तपाईँ कम्पनीमा काम गर्दाखेरि सुरु गर्दा, नयाँ मान्छेसँग चाहिँ व्यावसायिक सम्बन्ध सुरु गर्दा, क्लाइन्टहरूसँग कुरा गरेर गर्दा होइन, अनि सम्बन्ध कायम राख्नको लागि एकदम पोलाइटनेस देखाउनको लागि चाहिँ तपाईँले चाहिँ यो शब्दको प्रयोग गर्नुहुन्छ। अब ग्राहक वा कम्पनीसँग होइन, पार्टनरसँग कुरा गर्दा अथवा फोनमा, इमेलमा पनि कुराकानीको सुरुवातमा पनि तपाईँले नर्मली यसरी ओसेवानी नारीमास भनेर चाहिँ भनिरहनु हुन्छ। जस्तो अब उदाहरण कस्तो भने अब मैले भने होइन वन्जिचुवा इरो ओसेवानी नारीमास भनेर भन्यो भने आज तपाईँको धेरै सहयोगको लागि धन्यवाद भन्ने भयो होइन। तपाईँ चाहिँ अब नयाँ कम्पनीमा जागिर सुरु गर्दै हुनुहुन्छ, तपाईँ सबैजनासँग परिचय गर्दै हुनुहुन्छ, अनि तपाईँले चाहिँ अब भन्नुभयो होइन क्यौ कारा योरोसिको ओनेगाइसिमास इचुमो ओसेवानी नारीमास होइन। ल आजदेखि चाहिँ मलाई सहयोग गर्नु होला, भविष्यमा पनि म तपाईँको चाहिँ सहयोग र सद्भावको चाहिँ अपेक्षा राख्छु भनेर यसरी चाहिँ अरूलाई चाहिँ एकदम पोलाइटनेस देखाउनको लागि चाहिँ यो ओसेवानी नारीमासको प्रयोग गरिन्छ। अन्तिममा हामी कुरा गरौँ ओचुकारे सामादेश। यो चाहिँ एउटा बहुउपयोगी शब्द हो, एकदमै बढी युज हुन्छ यो। अब यसको पनि सिचुएसन अनुसार नेपालीमा चाहिँ धेरै अर्थ दिन्छ यसले होइन। जस्तो यसले नेपालीमा चाहिँ कस्तो अर्थ दिन्छ भने अब तपाईँको कडा परिश्रमको लागि धन्यवाद, तपाईँको समयको लागि धन्यवाद, तपाईँले गरेको कामको लागि धन्यवाद होइन, यस्तो किसिमको अर्थ दिन्छ। अब तपाईँले चाहिँ कस्तो भने कसैलाई शुभकामना व्यक्त गर्दा उसलाई चाहिँ प्रोत्साहन गर्नको लागि होइन, अब उनीहरूले राम्रो काम गर्नुभयो, तपाईँले राम्रो प्रयास गर्नुभयो, कसैको प्रशंसा गर्न, सराहना गर्न होइन, एप्रिसिएट गर्न होइन। अब आफ्नै कम्पनीका सँगैका साथीहरू, सहकर्मीहरू, हाकिम, सिनियर जुनियर सबैको लागि चाहिँ
कदर गर्नको लागि चाहिँ यो उच्चुकारे सामादेश भनेर चाहिँ प्रयोग गरिन्छ। अब कहिलेकाहीँ चाहिँ अब कामको बिचमा अथवा काम सकेपछि नर्मली भेट्दाखेरि पनि हैन हेलोको सट्टामा पनि तपाईले चाहिँ अब हामीले नर्मली हेलो भन्नु सट्टामा चाहिँ उच्चुकारे सामादेश भनेर भनिन्छ हैन। अब यस्तो अर्थ दिन्छ यसले चाहिँ। अब उदाहरण चाहिँ कस्तो हुन्छ यसको हेरौँ है त। जस्तो अब तपाईँ चाहिँ काम सकेर घर फर्किँदै हुनुहुन्छ, तपाईँ पहिला जान लाउनु भयो भने हैन तपाईले चाहिँ म बिदा हुन्छु भन्नुभयो भने अब औसाके निशिचिरेसीमा उच्चुकारे सामादेश, ल त म जानलाई है त म बिदा भएँ भन्ने अर्थ हुन्छ हैन। जस्तो अर्को उदाहरण अब तानाका-सान क्यों म उच्चुकारे सामादेशिता भने नि तानाकाजी आज पनि तपाईँको कडा मेहनतको लागि चाहिँ धन्यवाद भन्ने अर्थ दियो हैन। जस्तो अब अर्को काममा अब सिगोतो गा वारिमासिता मिनासान उच्चुकारे सामादेश भने चाहिँ ल काम सकियो आजको, सबैजनालाई आज कामको लागि चाहिँ धन्यवाद भन्ने चाहिँ अर्थ दिन्छ। यो उच्चुकारे सामादेशको ठाउँमा चाहिँ उच्चुकारे मात्रै पनि युज गर्न मिल्छ। त्यो चाहिँ अब अलिकति नजिकका आफ्नो क्लोज साथीभाइ हैन आफ्नो फ्यामिली मेम्बरहरूलाई एकदम यो इन्फर्मल वेमा चाहिँ बोल्नको लागि चाहिँ प्रयोग गरिन्छ है त। ल तपाईले चाहिँ यो तीनवटा शब्दको बारेमा चाहिँ बुझिहाल्नुपर्छ। अब हामी पहिलाको प्रश्नमा फर्कौँ है त। प्रश्नमा चाहिँ पहिलो केटी मान्छेले सोध्दैछ सिगुतो वा दौ देशका काम चाहिँ कस्तो छ अथवा तपाईँको काम चाहिँ कस्तो भइरहेको छ भनेर छ। अनि अर्को केटी मान्छे चाहिँ धाइहेन देश डेमो भनेर अनि खाली ठाउँ छोडेको छ हैन। गाह्रो छ तर भनेपछि अब यसमा चाहिँ कुन मिल्छ तपाईले गेस त पक्कै गरिहाल्नु भयो होला हैन। अब काम भन्नेबित्तिकै कामबाट हामीले केही कुरा सिक्ने हुन्छ, कामबाट हामीले केही ज्ञान सिकिन्छ हैन। अब इचिबानमा बेन केउनी नारीमास, निवानमा ओसेवानी नारीमास र अन्तिममा चाहिँ उच्चुकारे सामादेश। अब यसमा चाहिँ धाइहेन देश डेमो भनेपछि गाह्रो छ तर मलाई चाहिँ सिक्ने मौका मिलिरहेको छ, केही कुराहरु सिकिरहेको छु भनेर चाहिँ यसको सही उत्तर चाहिँ इचिबानको हुन्छ। बेन केउनी नारीमास भन्ने हुन्छ हैन। अब अरु एक्सप्रेसन त मिल्दैन, त्यसैले यसको चाहिँ धाइहेन देश डेमो बेन केउनी नारीमास भन्ने चाहिँ अर्थ हुन्छ। तपाईहरु मध्ये कतिजनाको चाहिँ मिल्यो मिलेन कृपया कमेन्ट गर्नु होला। र यस्तै थप जापानिज भाषा सम्बन्धी चाहिँ थप इन्फर्मेटिभ कन्टेन्टलाई चाहिँ इजी फर जापानलाई फलो गर्न नबिर्सनु है त। धन्यवाद।